है पछाडि दिइहाल्यो ल फ्यामिली टुर भिडियोको दर्शनमा हामीले भेटाउने सवाल हेलो गाइज ठिक छ नि सवाल न हामी त ल गाइज हामी जाँदैछौँ चिनाकोट आजको फ्यामिली टुर चाहिँ बवाल बनाउने अनि त्यहाँदेखि निर्वाचनको चाहिँ मैले हिजोको भलक हाल्न पाएन आज बेलुका चाहिँ म जसरी नै अनलाइन आएर चाहिँ हाल्छु ए किस्मत पो रहेछ लड्छ चाहिँ हाम्रो टक्क लाएर आरबाङ है यो चाहिँ हाँसेडाँडाको उकालो जाँदैछौँ हामी यो खर्सुन पानीको बाटोहरू चाहिँ रमेश दाँडाखेरि राइडर हो हामी चाहिँ ट्राफिक रुल चाहिँ अलिक तोडेछौँ गाउँघरमा फेरि यस्तै छ के गर्नु गाह्रो नमान्नु होला हाम्रो ग्याङहरू फेरि छोड्यो के यार फर्स्ट टाइम चाहिँ हामी टक्क लाएर फ्यामिली टुर जाँदैछौँ कस्तो हुन्छ हेरौँ सब्सक्राइब माई च्यानल लाइक कमेन्ट पनि गर्नु होला अनि बहिनी अलि साई छे त्यो बहिनीलाई फेरि सबैले आँखा नलाउनु होला है राम्रो छे छेउछेउमा दुईजना डाहरू केही पऱ्यो भने फेरि डाहरू खुकुरी हान्न पनि सक्छ भर छैन यो गुन्डाको चाहिँ गुन्डायामलाई चाहिँ सब्सक्राइब गर्नु होला अनि यस्तै राम्रो राम्रो समयहरू तपाईँहरूसँग बिताउने मौका दिनु होला यति भन्दै फेरि हामी अगाडि बढ्न चाहन्छौँ धन्यवाद जुन बाटो सजिलो राम्रो छ सबै जान्नुहुन्छ त्यही भएर जानु यो बाटो यो त ए के ओके पैसा देऊ नि त बा सिसो लिएर आयो नि पैसा देऊ नि त बहिनीलाई मलाई त पर्दैन भान्जा त बोल्दै बोल्दैन नि कति लेस र हाम्रो राइडर चाहिँ अलि ढिला आउन सफल कस्तो मै बस्छु भयो अब त बाटो नै अप्ठ्यारो माथितिर झन् गुड्दा हामीलाई छोडिदिएर जान्न भनेर गयो यार अहिले के गर्ने होला बाप्सहरू हामी ठ्याक्क कहाँ अरे यो चाहिँ ढुले मेला पहिला पुरानो लाग्ने ढुले मेलाको वरिपरि आयो फेरि फर्कायो त त्यसको मुड चेन्ज भयो क्या हाम्रो दाइको बाइकले चाहिँ तानेन लास्टमा के गर्नु यार लेडिज फर्स्ट भन्छन् के अरे बहिनीलाई हिँडालिदिनु पर्ने चाहिँ दया माया नगरिकन यो बाटो चाहिँ माथि घुम्तीमा निस्किन्छ होला जस्तो आई गेस त्यही भएर हिँडेको त्यो चाहिँ मलाई थाहा छैन नि ओ गाइज मैले जित्दै नि त मैले भने जस्तो घुम्ती स्कुटरले जितिरहेको छ बाइकलाई त्यही भएर पछुवालाई कन्फ्युज स्टोरी बच्चैमा सुनाएको त्यही भएर भेटाइसक्यो हामीले दाइर दिदीलाई चाहिँ भेटाइसक्यो आजको हाम्रो फ्यामिली चाहिँ बवाल बनाउने सोच्छ हाम्रो टक्क यो पारी चाहिँ अहिले गोल्बिङ वार भएर चाहिँ अलि वायु प्रदूषण भएर चाहिँ यहाँ राम्रो सिन देखेँ होइन नत्र यो खतरा पहाडहरू बवाल छ कि मेरो गाउँको हाम्रो म्याक्सिको हाम्रो नेपालको होइन हामी टक्क ढप्नु माथि आइयो यहाँ माथि चाहिँ ढुल्न लाग्ने एउटा ठाउँ छ मैले योबाट जानुपर्छ कि हाम्रो यो बरङ्जाभित्र नि अब धेरै खान्छ टोलहरू ठाउँहरू टाढै नाग्नुपर्छ एउटाबाट अर्को ठाउँ जानुलाई जङ्गल धेरै सिधै होइन यो गाई चाहिँ राइडरलाई बाटो म गाइड हो आजको सो चिनाको चाहिँ म गाउँ राम्रोसँग यो बहिनी हामी दुईजना चाहिँ गाइड हो अरूलाई अब यो बाटो चाहिँ आज ढाड चाहिँ मेरो बबाले होला जस्तो सबै मलाई थकाइ चाहिँ दुर्दी आइसक्यो त्यो दुर्दी गाउँ अहिले आलु सालु यहाँबाट उकालो चाहिँ आलुहरू राम्रो हुन्छ लगाउँछन्
जस मलसोल हाल्ने अहिले त खनेर जोतेर के लागिसकेको छ नि त। अनि अब चाहिँ गाउँतिर बाली नानी लाउने सुरु भयो गाइस। कस्तो छ तपाईँकोतिर? अनि बहिनी कहिले केही दिन चाहन्छ सब बाली नानी लाउनु ए बहिनी त विदेशी एजेन्डा रहेछ ल यहाँ मिलाएर बहिनीले चाहिँ तपाईँ के गर्छ भनेपछि एउटा खैरो पट्टाउँछ यहीँबाट इङ्ग्लिस बोलेर फेसबुक मार्फत खोजेर अनि टक्क यहीँ आउँछ अनि त्यहाँबाट बिहा गरेर पठाउने होइन बिहा चाहिँ यहीँ नेपालको केटाहरूसँग गर्ने हुने क्या। विदेश गरिदिने झ्याममा गइदिने होइन। विदेश गएपछि उठाएर नागरिक भयो आफू यता आएपछि माइती आफ्नो नेपाली होइन रमाइलो। जस्तो मेरो सब प्यारो प्यारो महिलाहरूलाई केटीहरूलाई चाहिँ म के भन्न चाहन्छु मेरो बहिनीको सल्लाह मानौँ। बाहिरको केटा टक्क पट्टामा एउटा राम्रो अनि त्यसपछि हाँसी खुसी जिन्दगीको काम विदेशतिर हामी होइन। यसो माइती आउनु मन लाग्यो घुम्ने सिजनमा आइदियो हो त अनि सो गाइस म चाहिँ त्यही भन्न चाहन्छु। काउली फुलेछ हाम्रो गाउँतिर खतरा हुन्छ नि। काउली फुल खान पनि मिल्छ। अनि औसेली फल्ने बेला नि हुन लाग्यो चित्रो फल्ने बेला नि हुन लाग्यो गाइस। रमाइलो छ लेकतिर चाहिँ बस्नु चाहन्छ लेकतिर हो अरे आफ्नो छैन लेकतिर फुल हेर नि त्यो फुल कति खतरा। यो टिपेर अहिले जाने बेला टिपेर लग्नुपर्छ है बहिनी। खतरा खतरा फुलहरू छ यार। अब त्यो गाई तिनीहरूलाई एकचोटि फुल हान्नुपर्छ। लालीग्रास फुलेर ए बहिनी चस्मा लाएर नडेलो चस्मा यार भएन बाबामाको ट्याक्क खिच्छ हो बाइक जान्छ अलि पर्छ नि तर हिँड्न पर्छ हल्का चस्मा हामीसँग जाने मेसो परीक्षाहरू चाहिँ रमाइलो गर्नुपर्छ जिन्दगीमा। यो फुल हेर्नु नि गाइस कति खतरा है। हाम्रो बहिनीलाई त्यस्तो खैरेलाई जस्तो जस्तो पारा दिन्छ र नि हान पऱ्यो त्यस्तो ठन्डा कुण्डली लिएर होइन अनि बल गरेलाई दिने हो। सो गाई म पनि एउटा खैरिनी पट्टाउने सोचिरहेको छु। चिनाकोट जाने बाटो यहाँ आएपछि टक्क सम्झिने होला। यो चाहिँ झाँक्री बाँध जाने बाटो यो चाहिँ चिनाकोट जाने बाटो। अनि हामी चाहिँ अहिले टक्क लगाएर कुर्दैछौँ दुई भाइलाई आउनु नि त केटाटीहरू त टक्क लगाएर आउँदैछौँ हामी चाहिँ। बहिनीको हुडी हो क्या फेरि गाइस म त फेरि के लगाइदिन्छु हो त्यही त। अनि ऊ झाँक्री बाइन त्यही डाँडा ठ्याक्क देखेको होइन त्यहाँबाट सट्टै यता यस्तै पाहा गाइस हामी लालीग्रास पुग्न जाँदैछौँ। यस्तो पाहामा त फेरि खतरा हिँडेको मान्छे होइन बहिनी हामी बहिनी हाइटमा रहेछ यार एउटा चाहिँ मैले टिप्न सक्छु जस्तो लाग्यो यार। सो गाइस यही छ लालीग्रास। यो चाहिँ औषधि हुन्छ होइन बहिनी काँडा अड्केको निस्किन्छ भने यसले माछाको काँडा लौ आई लभ यु। मैले बहिनीको लागि टिपेँ अब मेरो लागि हल्का टिप्छु। सो गाइस के गर्नु भाउजू तेरो भाउजू यार छैनन् क्या। सिङ्गल लाइफ इज रक भन्न त यही भन्ने के अरे बुढेसकाल लाउनु लागिसक्यो यार के हो तिम्रो पारा। उता दुई बहिनी चाहिँ उता बसिन्छन् अनि दुई भाइ चाहिँ यता टक्क पारा ए अहिले त बाटै बनाएर चाहिँ केटा सिधै अब पहिला यहाँसम्म मात्रै आउँथ्यो क्या। सो गाइस यो चाहिँ म धेरै पछि आएको हो यार 1 वर्ष 2.5 वर्ष जति कति भयो। यो बाटो चाहिँ अहिले खोलेको रहेछ नि सो नाइस यार। हाम्रो बडौदावासीको विकासमा चाहिँ कम छैन देखियोस्। स्कुटीलाई चाहिँ गाह्रो भयो यो भर्खर नयाँ बाटो खनेको जस्तै पारे स्कुटरलाई भारी सब हामीले बोकाइदियो यार टेन्सन भयो यार। किन छ जस्तो लाग्छ मलाई त यार बाटो त त्यो भारी पनि भयो क्या यार झन् त कान्छो छोरोलाई यार यस्तो गर्ने कि यिनीहरू चाहिँ उकालो उक्लिएन सबै त्यही कुऱ्यो होला नि सायद होला पछि तिमीहरूले बोक्नु पर्ने चाहिँ झन् हौ यार।
स्कुटर तानेन के ढङ ढङ ठोकिँदा हाल्दा छट्टिदियो अनि के होइन बढी आयो ठोक्यो कि त्यो जाम ल यहाँ हाट चाहिँ बहिनीले कतिवटा खट्किला बाँकी छ भनेको अरे त्यही बाँकी छ सो गाइज लेट्स मुभ आई लभ यु मजाले राम्रो समाउ आई लभ यु टु भन्थ्यौ आई लभ यु टु गुड जान बहिनी झोला बोक्यो यार मैले धेरै बोकेँ जस्तो लाग्यो यार सो गाइज मैले चाहिँ बहिनीलाई बोकाइदिएँ झोला यार मैले धेरै बोकेँ जस्तो लाग्यो ठाके जस्तो लाग्यो सानो कान्छुलाई काम गराउनुपर्छ भनेर अघिसम्म मलाई अगाडि थिएँ बहिनी म भन्दा सानो कान्छु तेरो मैले बहिनीलाई बोकाइदिएँ सो 3 बाउ छोराखेरि चलपल पारामा हामी हिँड्नेखेरि टिउरा बाउ पनि पोल्चुली घुम्दैछ नानीसित आफ्नै थाहा हो भने त त्यही पनि सिली चित्रिने खाने भने 1 महिनापछि आउँदा हुन्छ नभए 15 दिनपछि 15 दिन 1 महिनापछि आउने भने औँसेली र चुत्रो त बब्बाल चुत्रो अझ पछाडि हुन्छ होला औँसेली चाहिँ यहाँ फुल खेलिसकेछ भनेपछि 15 दिनमा त खाने हुन्छ होला सायद लालिक रस्नी यहाँ टक्क फले रहेछ यो बाटो हो घामदाङको तल बाटो हिँडेर आउनेखेरि यो बाटो आउनु मिल्छ साधन लिएर आउनेखेरि उहाँ माथिसम्म चाहिँ आउनु मिल्दो रहेछ मलाई मैले बोक्ने खै त्यस्तो नभएर नि यहाँ झोला बोकेर ढाड दुइसक्यो मेरो यार यो बाटो चाहिँ माथि चाहिँ टक्क टपमा अनि त्यसपछि बरङजाको भ्यू हेर्ने के अहिले यार अब मौसम यस्तो छ गाइजहरू आइजा गाइजहरू आऊ कमान मेरो भान्जा भान्जा कति हिँड्न सक्छ नि हालिदिन्छु म फेरि त्यस्तो टाठो डर्रो कडा बनाउनु पर्छ भनेर देखियो भान्जालाई चाहिँ कडा फाइटर बनाउनु पर्छ है किन भान्जा र म चाहिँ आउँदैछौँ यो बाटो उक्लिन गाडी चाहिँ अझै 1-2 घुम्दियो आऊ हुम्मा आऊ मामाको हुम्मा आऊ ल आऊ त मामाले हुम्मा गर्छ तिमीले आऊ अलि समय राम्रोसी गुड चल मलाई समय भाइ सो भान्जालाई पनि बोक्नुपर्छ के गर्नु यस्तै छ मामाको जिन्दगी एउटा मूर्ति पनि बनाउनु भयो रहेछ बहिनी ट्याग गइसक्यो अब यो भान्जालाई बोकेर अलिक भडक गरौँ गाह्रो हाम्रो बरङजा यताको साइड सर्लक्क योदेखि उहाँ पारिसम्म यो पहाडदेखिदेखि लिएर यहाँदेखि यो हुने सब चाहिँ हाम्रो बरङजा है सो गाइज चाहिँ चिनाकोट राजा रानीको हो कि बेहुली कि भन्दै समथिङ यसको हिस्ट्रिकल स्टोरी चाहिँ छ मैले सुन्न त सुने पुरा सुनेन त्यही भएर अब तपाईँहरूलाई म राम्रो नराम्रो यसरी भन्न सक्दैन झाप्पै के हो छ हो 132 चाहिँ खट्किला रहेछ हाम्रो बहिनीले गनेर भ्याइदिइसके सो गाइज हामी आइसक्यो हाम्रो हिस्ट्रिकल प्लेस हाम्रो चिनाकोट सब दरबाङ जाने बाटो हो कि यिनीहरू फेरि उता स्वाट्टै उता गुर्जा सुर्जा के भन्ने सब यहाँबाट उता जान्छ बेहुला ढुङ्गा यो फर्स्ट टाइममा चाहिँ ला यहाँ हामीले खिचेर फोटो हालेको यो ठाउँमा नभए अरू कोहीले हाल्छ छैन मैले देखेकै थिएन यो ठाउँमा हामी पहिलोचोटि काफल टिप्ने क्रममा चाहिँ टक्क भेट्टाएको ठाउँ हो क्या हामीले पछि चाहिँ यस्तो व्यवस्थित गरायो दियोस् नभए त पाहाड थियो नि अनि यहाँबाट गएपछि बुङ्गै गयो होला हान्ने अनि होइन यता गयो यता छङ्गे उता गयो उता यहाँ त अलि अस्ति नि कहिलेसम्म भिडियोमा देख्थ्यो यार फाटिसक्यो कि चुन्टाएर यार हामी यहाँबाट बाटै बनाइदिइसकेछ नि त यी सानो चुट्टको बेहुला ढुङ्गा रे यो चाहिँ बेहुली ढुङ्गा रे ठ्याक्क त्यो चाहिँ बेहुला ढुङ्गा रे त्योबाट उता चाहिँ जस हाम्रो समाजले चिनाकोट समाजले झाँक्री बानीको बासिन्दाहरू सबै पिकनिक स्पट जस्तो बनाइदिएर रहेछन् क्या भाँडासाँडाहरू उनीहरूले राखिदिएको व्यवस्थित गरेर अनि हामी चाहिँ आएर युज गर्न मिल्ने त्यस्तो रहेछ क्या बुद्धको मूर्ति चाहिँ मैले फोटोहरूमा अरूकोबाट देखेँ धेरै अनि यो बोर्डहरू यिनीहरू त त्यो त पहिले नै बनेको यो चाहिँ अझ पछि बनेको त्यो बनेपछि आएको थियो यो बनेपछि त आएको थिएन खै त हाटै छैन त बुद्धको त यार यहाँबाट नि यस्तो छ्याङ्ग छ अलि यसो बसौँ जस्तो ठाउँ टक्क लाग्यो बुद्धको मूर्ति टक्क उए बुद्धको मूर्तिको हाट खै त नि यस्तो खटाउन छन् मान्छेहरू कोही न कोही त हुन्छन् कि यस्तो बेकार काम गर्ने मान्छेहरू गाउँ समाजमा हुन्छन् कि अब हात त्यो भाँचिदिएको होला कि बनाएको थियो होला नि कि कुन अब गिडीमा गुमा गिडी भएको मान्छेले चाहिँ गर्यो रिसो गाइस रानीले कपाल कोर्ने ढुङ्गा रे गाइस चाहिँ हाम्रो व्यवस्थित तरिकाले बस्ने ठाउँ
रमाइलो गयो नि टक्क पकाउनु सक्यो नि ड्याङ मुरा सिरा रहेछ खसी ससी के लाउने सक्ले के लाउनु र के लाग्यो यिनीहरू चाहिँ व्यवस्थापन गरिदिनु पर्ने हो सो गाइजहरूले चाहिँ यसलाई यतिको व्यवस्थापन गरिदिनु नि यो फोहोरहरू हामी चाहिँ जडा भावी नफालेर च्याट्ट सटक्क पारेर राख्ने हो कि अब ढुस्दै पाऱ्यो नि त अनि जताततै हेरौँ त फोहोरहरू त केही छैन करेन्टको लागि चाहिँ आगो फुकिसक्यौँ यहाँ टक्क लाएर हाम्रो चाहिँ स्प्राइट छ पुरी छ धनियाँ छ करेन्ट छ हामी चाहिँ खाजा खान आएको हो सो गाइज खाजा चाहिँ अब खाने तयारी भइसक्यो चिनाकोटमा खाजा खाने प्लान थियो हाम्रो चाहिँ ल नुन मसला अरू केही चाहिने छ अरू यहाँ गिलास चाहिँ छैन गर्ने सो गाइज उम्लिसक्यो यार चुनावको नि महल छिट्टै छ होइन कुक चाहिँ हामी दिदी म पनि हो यही पानी खाल्दै मोल्ने के उ गर त त्यो धनियाँलाई चुट्टा चुट्टा पारेर पानी खाला है यहाँ बोतलमा खाका जुठा आइयो चाहिँ टक्क लगाएर खाएर जानु पर्छ यहाँ आएर चिसो पानी त खाने परेको नि कस्तो यार जाडो भएर यार सो गाइजहरूलाई सर्लक्क लगाएर बा जिन्समा आज लुङ्गी लगाइदिन्छ तिमीहरूले होइन कि यो दुईजना होइन कि मूल जराबा चाहिँ यिनीहरू अनि 1.5 घन्टा 2 घन्टा कुर्यो नि अनि भगर होइन क्या उहीँ त यसले फेरि सब सामान बनाएर बल्ल खाना खानु गएको होला कि हो ल गाइस कुकिङ हुँदैछ हाम्रो चाहिँ भोक लागेर पानी जति छ त हात धोइसक्यो चम्चा नि पुग्छ क्या टाइम लाग्दै चटपट आलु बोइल सोइल छैन हुन त यही हाल्यो नि बेलेर छोडिदियो ल ल पस्किहाल्यो त केटाकेटी हो सो गाइस खाना चाहिँ खाने गरम चलिरहेछ तेल लागेको छ क्यामेरामा अरू चाहिँ गइसक्यो भान्जारामा चाहिँ ट्याक्क लगाएर हिँड्दैछौँ हाम्रो चिनाकोटको डाँडामा हाम्रो ग्याङहरूसँग चाहिँ भेट भयो हामी टक्क लगाएर सब हामी डाँडामा फोटोसोटो खिच्दैछौँ टक्क लगाएर अहिले हामी फर्किँदैछौँ टक्क लगाएर यो चाहिँ अब चिनाकोटको आएको चाहिँ चिनो यही हो बिहान ढिलो गऱ्यो नि यार यिनीहरूले भुलाएर कोटी उठेबाट ढन्नै आउने हो छिटो गर्ने अनि 1-2 बजे 3 बजे त घर आउने भन्ने स्वरले हिँड्ने भनेको हामी यही हो बाटो चाहिँ को र पर्खिन भन्ने चिनाकोट आउने भने यो बाटो जाने यो बाटो खट्टम छ त भन्दैन तर लामो छ राइट टिक जाने है सो गाइज आइसक्यो हामी पनि चस्मा लगाएर गइयो चस्मा लगाएर आइयो ढुलो खाइयो खाजा खाइयो अनि यसो घुम्यो 1-2 फोटोसोटो हान्ने अनि आइयो यार सो गाइज हाम्रो चाहिँ ग्याङ थुप्रै भयो यार के बोक्ने हो म छक परे यार ल गाइज सो गाइज हिँड्ने हाम्रो ग्याङहरू अगाडि हिँड्दैछन् ऊ अघि पछि टक्क लाएर हामी चाहिँ यता हिँड्दैछौँ यसो टक्क लाएर अब भान्जासँग फेरि चढाउने अलि भान्जासँग गाह्रो हुन्छ गाइज अब सिधै हामी स्टेसनमा पुगेपछि एउटा भिडियो निस्किन्छ ल ल टक्क फेरि भेटौँला सबलाई उहीँ छोडिदिउँ यार बिडाबारीको अलिक कार्यक्रम चाहिँ अलिक गर्न पाएन राम्रो चाहिँ हटाएर हटाइदिन्छ उहीँ छोडिदिन्छु क्या मैले उसलाई धोएर प्लास्टिक हालेर पोको पारेर लिएको त्यो छेउमा राखिदिनु हामीले मैले त्यो भान्जालाई उ गर्ने बेलामा तिमीले छोड्यो अनि भान्जालाई बोकेर हिँडेको क्या अब यहाँ घरबाट लगेको चम्चै उहीँ छोडिदिएर आइयो त यार टेन्सन पऱ्यो यार अब गाली गर्नु भएको